झोलको चाहिँ के कुरा गर्नु भाइ काम तपाईँहरू पनि मुखबाट पानी आएर होला हैन अरु हुने त्यस्तो कटिङ गर्न आउँदैन फेरि हैन गाइजहरु नआस्दिनु होला है खेती त्यति लाएर चढे टेम्पो फस्दिएर बर्गुमा सो गाइज मङ्गल बजार आइपुग्यो होइन यहीँनिर चाट पायो भने अहिले एकछिन यहाँ चाट खानुपर्छ हेरौँ सो गाइज हामी चाहिँ आइपुग्यौँ फाइनली मङ्गल बजार उतै छ मङ्गल बजार अनि यहाँभित्र छ याम लाफिङ होइन त्यहाँको एनिमेसन त तपाईँहरूले अब देख्नु भएको छ त्यही पनि फेरि तपाईँहरूलाई वान्स मोर देखाउँछु यहाँ रहेको छ ल एम्बियन्स देखाउँछु गाइस तपाईँहरूलाई म हामी चाहिँ माथि गएर बस्ने हो होइन माथि छ नि हेरे ल रुफटप खाली र रुफटपमै जानु पर्यो च्याप्टेसितले झिलिमिली च्याट्ट राखेको है दामी छ गाइस यो होइन है गाइस फेरि रुफटप यो हैट आयो ल यहाँ रहेको छ मेन्यु सो गाइस यो रहेको छ मेन्यु होइन हामीले चाहिँ एउटा झोल प्लेन अनि एउटा ड्राई प्लेन चाउचाउ हालेर दुइटै नुडल्स वाला यो 60 जाने अनि एउटा बिग मोमो 150 अनि पानी मगाउनु खोजेको 40 रुपियाँ अरे त्योभन्दा त होइन बाहिर गएर यहाँ खाइदिनु पऱ्यो भनेर सोचाइरहेको त्यो पनि यहीँ पनि छ पानी होइन यहीँ बसेर खाने च्याट्ट लाएर यसरी कस्तो आउँछ त राम्रो आउँदो रहेछ गाइस सो गाइज लाफिङ आइसकेको छ यहाँ होइन देख्न सक्नुहुन्छ अब निचा दाँत देखाएर खानु पऱ्यो होइन तपाईँहरूलाई त्यसरी कसरी खाने पहिला यो सुक्खा खाउँ चिज ट्याप छिटो हाल्छ रहेछ है मिठो है प्लेट में ट्राई करो झोलको चाहिँ के कुरा गर्नु भाइ काम तपाईँहरू पनि मुखबाट पानी आएर होला होइन अरू हुने त्यस्तो अहिले मोमो देखाउँछु क्या गाइजन यत्रो दिन्छ मोमो होइन मेरोभन्दा ठुलो छ क्या ढाँटा हेर्नेको अहिले एकछिन तपाईँहरूलाई देखाउँछु पर्नु चिज गाइज कोरियन स्टाइल के स्टाइल भनौँ त्यही स्टाइल है गाइज मुखबाट पानी आइसक्यो लाइक गाइज मैले देख्दैछु झोलवाला नि पिरो त पिरो होइन तर मिठोवाला पिरो है पर पेटी भर खाने में आयो नेक्स्ट गर्न लाग्यो साउथ यसमा चाहिँ हेर्नु कंजूसी गरेर जुन जस्तो छ हैन यसमा चाउचाउ नि छैन यो भित्र
लुक एट दिस सिट गाइस, पानी आयो पानी आयो। सो गाइस अब मोमो आएपछि तपाईँहरूलाई देखाउँछु हैन, स्टे ट्युन यसरी नै देखाउँछु तपाईँहरूलाई। सो गाइस मैले टाटाको त कत्रो छ भन्नु न, ल कतिजनाको त ठुलो छ भन्नु न गाइस। मैले टाटा हो, मैले रत्तीबाट टाटेँ है गाइस। यो है गाइस, यो के अरे कुन स्टाइल चाहिँ थाहा भएन होइन, तर यो स्टाइल चाहिँ यो मैले सिकेको होइन। यस्तो चटनी साइडमा होइन, मोमोको डल्लोहरू हेरेर राखौँ। 150 को 4वटा है गाइस। यो चाहिँ पहिला झन् योभन्दा ठुलो आउँथ्यो होइन, सबसे ठुलो काट्छु म यो। फेरि मुखमा पानी आउला है गाइस। ए काकु मुख बोल्दिएर गाइस यार, आगो पकाएर ल्याएको त तातो छ। बिस्तारै खानु पर्दो रहेछ। सेकेन्ड ट्राई गाइस। साह्रै पोल्यो गाइस यार। अगल्टोले हाने कुकुर बिजुले चम्किँदा नि तर्सिन्छ भन्ने यही हो कि गाइस। अगाडि नै फुफु गर्नुपर्ने, अहिले फुफु गरेर बसिरहेको छु म त अगा जस्तो भएर क्या। तर एउटै होइन, सब खा सबै खाएर फिनिस गरेर जान्छु म। सस अलिक पिरो पिरो टाइपको जस्तो छ यो चाहिँ। मोमो बेस्ट। अर्को कटिङ मेरो। कटिङ गर्न आउँदैन फेरि होइन, गाइजहरू नहाँस्दिनु होला है, खेती लाएर। ल लुक एट दिस गाइज। यसमा चिटिङ भइदिरहेको मसँग त मोमो छैन भित्रपट्टि। ल ठुलो मोमो भनेर चितिर यार, यो त भएन। अलिकता दाइ दिदी बहिनी जहाँमा दुईवटा जस्तो चम्चा देखान होइन, कुन चाहिँले खाने कुन चाहिँले अड्काउने केही थाहा छैन होइन। दुईवटा दिएको किन भन्ने पनि थाहा छैन। हातले खाउँ कि जस्तो जोस पनि चल्छ बेला बेलामा त। मुख पुलेर फेरि त्यस्तै भए। So hope you guys like this video. Don't forget to like, share and subscribe गर्न। अनि देख्न सक्नुहुन्छ मोमो यत्रो होइन। कमेन्ट गर्नु होला यो कसको जत्रो छ भनेर। जो निस्किन्छ जस्तो खानेकुराले यस्तो भन्न त हुँदैन होइन, तर जस्ट फर फन मात्रै गाइज। सो होप यु गाइज लाइक दिस भिडियो। डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब गर्नु। एन्ड सो यु गाइज एट नेक्स्ट भिडियो। त्यतिन्जेलको लागि स्टे ट्युन अनि लाइक गर्न नबिर्सिनु होला गाइज। सो गाइज होइन, लाफिङको झोल खाएको देख्न सक्नुहुन्छ होइन। आँखाबाट आँसु आइदिएर, तर मिठो भने चाहिँ यति मिठो छैन होइन। त्यही पनि खाना छोडाएन क्या मैले, पिरो टाइपको मिठो क्या। राल चिकन भइरहेको होला म।